हामी चाहिँ बोजूसँग यसरी बसिरहेको छौँ। बोजूको चाहिँ हातहरू अरू चाहिँ प्रब्लम केही पनि छैन। हातहरू सुन्निएको छ हो, बोजूले देखाउनु हुँदैछ भिडियोमा। अन्त यहाँ है हल्का अक्सिजन खाँचो पऱ्यो भने, अलिक फेर्नु साह्रो पऱ्यो भने चाहिँ अक्सिजन दिन्छौँ। अन्त हातहरू यसरी सुन्निएको छ। अब यो बाईँ पनि खोल्नुपर्छ, अहिले अङ्मो आएर खोल्नुपर्छ। ल है, बोजूलाई सुताइराखेर चाहिँ छोरा बुहारी नाता नातिनी पनाति सबैजना निस्केर जाँदैछ। यहाँनिर छोरा बुहारी नाता नातिनी पनाति सबैजना बोजूलाई सुताइराखेर निक्लेको। फ्यामिली चाहिँ निकै ठुलै छ है। आजको ड्युटी चाहिँ यहाँ र माइला काका नाइट ड्युटी, हाम्रो डे ड्युटी सक्यो। चाहिँ बोजू यतिको हुनुहुन्थ्यो र हामी छोडिराखेर गयौँ होइन। दबाई खानुपर्छ नि त। आज बुधबारको फुल भिडियो बोजूको। हिजोसम्म त अलिक सन्चै हुनुहुन्थ्यो, आजदेखि चाहिँ अलिक युरिन गर्नुभएको छैन है, अनि खाना खानु मान्नु भएको छैन। बोजूको कान्छा छोरासँग बोजू बसिरहनु भएको छ। अनि आज चाहिँ अनु बुहारी हाम्रो देउरानी कान्छी देउरानी पनि आएको छ है। अन्त उसको बाबा आमा पनि बोजूलाई भेट्न आउनु भएको छ। उसको आप्पा चाहिँ बिमारी हुनुहुन्छ तर पनि बोजूलाई भेट्न आउनु भएको छ। अनि बोजूलाई चाहिँ आँप ल्याइदिएको रहेछ नि त हो, अनि आँप काटेर चाहिँ उसले चाहिँ आँप खुवाइदिँदैछ। उहाँ चाहिँ बहिनीको आमा हुनुहुन्छ है, मेरो देउरानीको आमा। अनि उहाँ चाहिँ आप्पा हुनुहुन्छ। अनि आज सबैजना भेला भइरहेको छ, किनभने बोजूलाई सधैँको भन्दा आज अलिकति साह्रो परिरहेको छ। त्यही भएर मेरो देउरानीको बाबा आमा पनि आउनु भएको छ होइन, बिमारी हुँदै भए पनि हेर्नु। अनि आज चाहिँ बोजूलाई युरिन भएको छैन, के पनि भन्दैन भयो। त्यही भएर चाहिँ आज सानो बुहारीको देउरानीले चाहिँ बोजूलाई चाहिँ युरिन जाने इन्जेक्सन अनि युरिन पाइप ब्यागहरू पनि लगाइदिएको छ है। आज चाहिँ हामी तिनैजना जेठानी देउरानी थियौँ दिनभरि। युरिन छैन, बिहानदेखि युरिनै नभएर। अब यो लगाइदिएको छ, जाती हुन्छ नि, अब यो सुक्छ नि है। टुट्दैन छ नि खाना नखाएर निस्क आउनु। त्यो एकै ठाउँ सुतिरहेर अप्ठ्यारो भयो अलिअलि भए पनि खानुपर्छ।
छोटे छोटे अनु हामी मिलाउँछ जाऊ तिमी कान्छीबारी माइलीबारी बोजू चारा बोजूको बहिनी पनि आउनु भएको छ बोजूलाई भेट्नु हजुर मर्यो चल्ला बोजूको चाहिँ पिसाबको पाइप लगाइरहेको छ युरिन गएको छैन हौ